नमस्कार। आज म धेरै दिनपछि फेरि लोकसेवा सम्बन्धी नै छुट्टै एउटा टपिक लिएर आएको छु। मैले चाहिँ लगभग सबैजसो प्रथम पत्रको टपिकहरू मोटामोटी कुन इम्पोर्टेन्ट छ भनेर मैले राखिदिन्छु भनेको थिएँ। त्यही अनुसार आज मैले अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट युएनओबाट कुन कुन कुराहरू इम्पोर्टेन्ट छ भनेर हजुरहरूलाई जानकारी दिँदैछु। भिडियो पुरा सुन्नुहोला है त। युएनको अवधारणा कहिलेबाट आयो, युएनको वडापत्रमा हस्ताक्षर, युएनको स्थापनाको फुल डेट कन्फ्युज नभइकन जान्ने, मोटो पनि जान्ने। संस्थापक राष्ट्र, हाल सदस्य राष्ट्र अनि युएनको प्रधान कार्यालय, पहिलो बैठक कहाँ भएको थियो, झन्डाको प्रयोग अनि चाहिँ शब्दहरू कति, यिनीहरू चाहिँ जनरली जान्ने। जुन मितिको कुरा हो त्यो चाहिँ एकदमै क्लियरिफाई भएर मात्रै पढ्ने। युएनओका आधिकारिक भाषाहरू कतिवटा, के भाषाहरू हुन् ती सबैको नाम जान्नु पर्यो र पछि थपिएको भाषा कुन हो त्यो पनि जान्नु पर्यो र त्यो कहिले थपिएको हो जान्नु पर्यो। त्यसपछि सँगै युएनओको पहिलो बैठक कहाँ भएको थियो भन्ने पनि जान्नु पर्यो। युएनओका लागि नेपाली प्रतिनिधि मण्डलका नेता जान्नु पर्यो। सँगै सिद्धान्त, उद्देश्यहरू कतिवटा छन् र अङ्गहरू पनि जान्नु पर्यो। युएनओका धाराहरू कतिवटा, कतिपटक संशोधन भएका छन् ती धाराहरूको संशोधन मिति पनि जान्नु पर्यो। जुन युएनओका प्रमुख अङ्गहरू 6वटा छन्, ती 6वटा अङ्गहरूलाई चाहिँ कुन कुन नामले चिनिन्छ, जस्तै प्रशासकीय अङ्ग कुन हो, ठुलो अङ्ग, जिम्मा जमानी परिषद भनेर कुनलाई भनिन्छ, अस्तित्वमा नरहेको भनेर विभिन्न विशेषताहरू 6वटा अङ्गहरूको दिएको छ। त्यसको बारेमा मसिनरी जान्ने। जस्तै ती 6वटा अङ्गहरूमध्ये सुरक्षा परिषदमा कतिवटा राष्ट्र र आर्थिक तथा सामाजिक परिषदमा कतिवटा राष्ट्र र कहाँबाट कतिवटा राष्ट्र, जस्तै एसियाबाट 11, अफ्रिकाबाट 14 भए चाहिँ 54वटा राष्ट्रहरूमा चाहिँ कुन क्षेत्रबाट चाहिँ कतिवटा राष्ट्र पर्छन् भन्ने पनि कन्फ्युज नभइकन जान्नु पर्यो। त्यसपछि हालसम्म युएनओका महासचिवहरू कतिवटा भए र कुन देशका हुन् त्यो पनि जान्नु पर्यो। युएनओका महासचिवहरूको नाम जान्नु पर्यो। सँगै नेपाल भ्रमण गरेका, लुम्बिनी भ्रमण गरेका महासचिवहरू, लास्ट टाइम एन्टोनियो गुटेरेस चाहिँ नेपाल भ्रमण, लुम्बिनी भ्रमण, सगरमाथाको आधार शिविर लगायतमा चाहिँ कहिले भ्रमण गर्नुभएको थियो त्यो पनि जान्नु पर्यो। र यो पनि जान्नु पर्यो उहाँको अवधि कहिले सकिँदैछ, अब छिटै सकिँदैछ उहाँको 2026मै, त्यसपछि नयाँ हुनुहुनेछ है त। युएनओको बजेट सम्बन्धी, युएनओको बजेट चाहिँ कुन राष्ट्रले कति % बेहोर्छन् अत्याधिक र सार्कमा कुनले कति बेहोर्दा रहेछन् त्यो पनि नै हुनु पर्यो। त्यसपछि नोबेल पुरस्कार पाउने युएनओका संस्था महासचिवहरू पनि जान्नु पर्यो। मिति कहिले पाउनुभयो र कुन संस्था अथवा कुन महासचिवहरूले पाउनुभयो भन्ने कुरा जान्नु पर्यो। किन भन्दा यो एकदमै इम्पोर्टेन्ट छ। कुन संस्थाले कहिले नोबेल पुरस्कार पायो भन्ने कुरा चाहिँ बार सोधिएको क्वेसन हो। लास्ट टाइम बागमतीमा होला गएको, बागमतीमा चाहिँ आइएलओले चाहिँ नोबेल पुरस्कार कहिले पाएको भन्ने क्वेसन सोधिएको थियो है त।